जीवनभरि आफ्नो नाम बिर्सेर नाम नै आमा भनेर उपनाम कमाएको छ त्यस्तो व्यक्तिले आज त्यो सदनमा बसेका दुई ठूला व्यक्तिहरूले केवल महिला मात्रै भएको कारणले गर्दाखेरि ठूला दलका नेतृत्वहरूले यति धेरै नकारात्मक कुराहरू भनिरहेका छन्। मलाई त लाज लाग्छ। म सोच्ने गर्छु आज एउटै आमालाई प्रश्न गर्नेहरू, आमालाई झुटा आरोप लगाएर आफ्नो राजनीति सोच्याउनको लागि यतिसम्म कुरा गर्नेहरूले आफ्ना छोराछोरीलाई भोलि के गरेर जवाफ दिँदा हुन्? मलाई त ती कुरा सोचेर अचम्म लाग्छ। सोच्नुस् त जीवनभरि कारागारमा रहेका व्यक्तिहरूका छोराछोरीलाई आफ्नो छोराछोरी जसरी हुर्काउने एउटी इन्दिरा राणा जस्तो व्यक्ति जसले आफ्नो नामै बिर्सेर नाम नै उपनाम नै आमा भनेर कमाएको छ त्यस्तो व्यक्तिलाई केवल संवैधानिक परिषदमा भोलि अब यो 52 जना नियुक्ति गर्दै गर्दाखेरि आफ्ना मान्छे राख्दै गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले फरक मत राख्दैला, भ्रष्टाचारीहरूलाई नियुक्ति गर्न नपाइएला, उहाँहरूले भनेका व्यक्तिहरूलाई टपक्क टिपेर राख्न नपाइएला भनेर यतिसम्म उहाँमाथि राजनीति गरेको छ। यो राजनीतिक प्रतिशोध नभए के हो? यो नेपाली जनताले हेरिराखेका छन्।